मजाले घर जाँदैछु नेपाललाई आएर छोडेर अनि जाँदैछु लुगा फेरेर भात खानु मैले हिजो बेलुका पनि भात खाएको छैन म गएँ अनि दाँत पनि मलाई छैन अब जान लागेको म त्यही भएर म हस्पिटलमा बस्थेँ अनि म घर जान्छु घर बेलुका 5 बजीतिर सानो सानो बच्चा भर्खर जन्म फाइनली म घर आइपुगेँ ब्रेकमा बस्दा मेरो अलिकति हालत खराब भयो त्यही भएर म घर आइपुगिसकेँ अब मलाई एकदम धेरै भोक लागिरहेछ अनि अब म गएर खाना खान्छु अनि त्यसपछि सुत्छु माथि हस्पिटलमा गएर राम्रोसँग सुत्दिनँ अनि कस्तो दुखिरहेछ बसेको A few moments later. भोलि चाहिँ पूजा छ भोलि 5 गते अनि भोलि पूजा छ हाम्रो घरमा अनि अहिले चाहिँ म यहाँ पूजाको लागि हल्का तयारी चलिरहेछ यतापट्टि हाम्रो मन्दिर छ है अनि मन्दिरमा चाहिँ लामा मेमेहरू आएर यो सामानहरू जुन छ यो सबै रेडी पार्नु भएको छ हाम्रो पूजाहरूमा चाहिँ यस्तो जुन लामाले गर्ने पूजाहरूमा चाहिँ यस्तो सबै यो के भन्छ यसलाई आकृतिहरू बनाउनुपर्छ अनि यतापट्टि भयो यो सबै अघि भर्खरै लामा मेमेहरूले बनाएर जानुभएको अनि सबै यो मान्छे जस्तो आकार आकृतिहरू बनाउनुपर्छ अनि उहाँहरू चाहिँ आर्टिस्ट वा मतलब लामा मेमेहरू कति 6 जना जति आउनुभएको थियो अनि भोलि फेरि पूजामा भोलि 7 बजी बिहान आइपुग्नुहुन्छ अरे अनि भोलि मङ्गलबार पनि हो भोलि व्रत पनि बस्नुपर्ने छ गाइज म यस्तो मान्छे व्रत बस्नु लागिरहेछ ओ माई गड इट्स सो जे भए पनि अब चाहिँ काम गर्नुपर्छ यहाँ माथिपट्टि यस्तो आकृतिहरू छ सो दिस इज आवर मन्दिर अनि ओहो कस्तो रिङ्गटा लागेको व्रतको नाममा रिङ्गटा लाग्छ त अनि यहाँ चाहिँ अहिले भर्खर मैले सफा गरेको है यो हाम्रो छठ हो नेपालमा त के अरे हाउस टुर पनि दिनुहुँदैन चोरी पो भइदिन्छ अनि अब मस्काउनु पर्नेछ यो सामानहरू मस्काउनु पर्नेछ अनि यहाँ 108वटा दियोहरू छ यो सब दियोलाई भोलि बाल्ने हो अनि भोलिको लागि रेडी गर्नुपर्ने छ सो अहिले चाहिँ म यहाँनिर त्यो अघिको जुन कलशहरू थियो त्यो धोएर बसेको यहाँ मेरो अब काम छ दियोमा सलेता हाल्नुपर्ने छ गाइस अनि 108वटा दियो बाल्नुपर्ने छ भोलि यो सलेताहरू भयो अब यो काम सबै हाल्नुपर्ने यस्तो 108 पूजामा अनि यो बाल्नुपर्छ अरे यो बाल्यो भने के अरे जुन भन्छ नि भोलि चाहिँ ग्रह फाल्नेवाला पूजा हो क्या हामी तामाङ हो नि त अनि त्यही भएर लामाले गर्नुहुन्छ हामीमा चाहिँ पूजा बाहुन पनि पढाउँछ घरमा त प्रब्लम त छैन बट अब तामाङ भएपछि आफ्नो निभाउनु पर्यो गड यो यति निकाल्न पनि कति गाह्रो भएको I'm struggling पछाडि चाहिँ एकदमै राम्रो होला यो बादलहरू लागिरहेछ अहिले चाहिँ 6 बज्ने बेला भइसक्यो त्यहाँदेखि यति उज्यालै छ अहिले एकदमै गर्मी भइसक्यो गर्मी लागिसक्यो अहिले त नङ्गामा पाल्नु पनि फाइदै हो कहिलेकाहीँ नत्र त फेरि जाउ हुन्छ न यो हाल्न थाल्नु पर्यो सो बेसिकली हाम्रो घरमा चाहिँ यो ग्रह फाल्नेवाला पूजा छ अनि यो चाहिँ एभ्री इयर लास्ट मन्थमा गरिन्छ अनि मतलब इङ्ग्लिस डेटबाट होइन नेपाली डेटबाट चाहिँ गरिन्छ अनि अहिले चैत आज चैत 4 गते भयो अनि भोलि चैत 5 गते हो नि त अनि त्यही भएर
भोलि चाहिँ एकदमै राम्रो मुहुर्त छ अरे द्याट्स वाइ गाइज I'm going to do fast tomorrow. Fasting गर्नु पनि राम्रै कुरा हो इट्स हेल्थ गुड फर हेल्थ भन्छ लेट्स सी अब म कति पोटेन्सियल छ बट आई थिङ्क म गर्न सक्छु किनकि मैले पहिला पनि धेरै फास्टिङ गरेको छु पहिला भन्दाखेरि जस्तै अब साउनतिर हुन्छ नि साउने व्रत भन्ने हुन्छ 3 कति वर्ष लगातार मैले व्रत बसेँ लगभग 2 वर्ष 3 बिजोडी गर्नुपर्छ नि त अनि जोडी कहिले पनि व्रत बस्नु हुँदैन भन्छ त्यही भएर 3 चोटि भयो होला सायद मैले व्रत बसेको सो लाइफ इज गोइङ अन लाइफमा अपडेट केही पनि छैन अनि के भन्नु पर्यो त लाइफ एकदम हेक्टिक छ यार I am very lazy girl. म हस्पिटल जाने भनेको थिएँ बट मम्मी जाने भन्नुभयो अनि म हस्पिटल नगइकन यहाँ भोलिको पूजाको लागि तयारी गरिरहेको छु तलपट्टि सेलको लागि अब सबै तयारी भइरहेछ अनि लामा मेमेहरूले यहाँनिर गरेर गइसक्नु भयो नि त अनि अब सिधा भोलि बिहान आउनुहुन्छ भनेर छ 7 बजे अरू बेला भएको भए म यतिखेर के गरिदिन्थेँ मतलब योभन्दा अगाडिको वर्षमा जतिखेर यतिखेर चाहिँ मेरो 12 चलिरहेको थियो 12 चलिरहेको थिएन 12 को इक्जाम चल्न लागिरहेको थियो पहिलाको वर्ष अहिले त आई एम नट अ स्टुडेन्ट राइट नाउ यस आई एम बट अहिले चाहिँ इक्जाम त्यस्तो केही टेन्सन छैन अहिले 12 को विद्यार्थीहरूलाई चाहिँ टेन्सन भइरहेको टेन्सन भन्दा नि के जसले राम्रो पर्छ उसले गर्छ इक्जाममा सो इट्स अल अन देयर पोटेन्सियल उनी कसरी पढ्छन् देयर ट्याक्टिक्स त्यस्तै हो नि होइन अब जसले राम्रो पढ्छ उसले गर्छ भनेर पनि हुँदैन अब हेर इक्जाममा जसले चिट गर्न सक्छ नि उसले नै हो कि गर्ने भनेको तर फनी स्टोरी के हो थाहा छ मैले एकचोटि होइन म फर्स्ट टाइम चिटिङ गर्दाखेरि मतलब फर्स्ट टाइम जब म लाइफमा कहिले चिट गरेको थिइनँ क्या इक्जामतिर अनि जब म वेन आई वाज इन 10 क्लास 10 नै हुँदाखेरि होला आई गेस त्यतिखेर मेरो एक्चुअलीमा के चलिरहेको थियो भन्दाखेरि प्रिबोर्ड होला समथिङ प्रिबोर्ड चलिरहेको थियो प्रिबोर्ड भन्दा नि होइन इट वाज माई बोर्ड नो मैले बोर्डमा त चिट गरेको थिइनँ होइन बोर्डमा त होइन फर्स्ट टाइम जब मैले चिटिङ गरेको थिएँ त्यतिखेर चाहिँ म 10 को प्रिबोर्ड इक्जाममा चिट गरेको थिएँ मैले अनि त्यतिखेर मलाई ज्वरो आएको थियो क्या या लिटरली मलाई ज्वरै आएको थियो होइन भेरी फनी टु हियर द्याट बट इट्स ट्रु मलाई ज्वरो आएको थियो गड त्यतिखेर म आई डोन्ट नो वाइ कि जब म मतलब इक्जाममा यस्तो भएको थियो कि म पढेर गएको थिएँ तर फेरि म 10 क्लाससम्म चाहिँ एकदमै टप स्टुडेन्टभित्र पढ्थेँ टप स्टुडेन्ट भन्दा नि कि आई वाज अ फर्स्ट गर्ल इन ओभरअल क्लास अनि अब भनौँ न अनि भनौँ न कि म थिएँ नि फर्स्ट गर्ल अनि त्यसपछि के भयो भन्दाखेरि प्रिबोर्डमा चाहिँ अनि म वासरुम जाने हुन्छ नि त अनि टोइलेटमा चाहिँ बुकहरू राखिरहेको रहेछ कि अनि त्यतिखेर सायद यहाँ अकाउन्टको इक्जाम थियो अनि अकाउन्टको इक्जामको बेलामा म फर्स्ट टाइम त्यतिखेर बिचमा टोइलेट गएको थिएँ एकदमै इमर्जेन्सी परेको थियो आई वाज लाइक नो आई कान्ट गो दिस भनेर म चाहिँ टोइलेट गएको थिएँ अनि एभ्री वान बी लाइक त्यहाँनिर बुक रहेछ कि टोइलेटमा जो त्यो ठ्याक्कै टोइलेटको वास बेस हुँदैन वासिङ बेस त्यो जुन हुन्छ त्यसमा चाहिँ बुक राखिरहेको रहेछ अकाउन्ट होइन सबैजना आउँदै पल्टाउँदै मतलब कसको बुक थियो पनि थाहा पनि छैन पुरा अगाडिको त च्यातेर अनि लाइक एभ्रीबडी वाज डुइङ दिस के अनि त्यसपछि मलाई नि एउटा क्वेसन त आएको थिएन फर्स्ट गर्ल भन्दैमा सबै आउँछ भन्नु हुँदैन त्यसो मलाई नि आएको थिएन अनि म पनि त्यतिखेर आई डोन्ट नो भाइ मलाई त्यतिखेर के भएको थियो अनि मैले चाहिँ गएर यस्तो मतलब
त्यो आफ्नो काम सकाएर अनि बाहिर निस्केर आई अल्सो डिड मतलब त्यो पेजहरू पल्टाएर हेरेको थिएँ अनि मतलब त्यतिखेर मेरो हात यस्तो कामिरहेको थियो नि यति धेरै डर लागिरहेको थियो मलाई अनि म त नो आइ एम डुइङ द मतलब मेरो लाइफको फर्स्ट चिटिङ फेज हो यो त लाइक लिटरली क्यान यु इमेजिन त्यतिखेर मलाई ज्वरो आएको थियो घर गएर यस्तो मतलब मलाई आफैलाई हाँस उठिरहेको थियो कि मैले किन चाहिँ बुक त्यसरी मतलब यस्तो हुन्छ नि आई वाज भेरी नर्भस एट द्याट टाइम अनि त्यसपछि म टोयलेटबाट निस्केर यस्तरी मैले निस्किसकेको थिएँ बट त्यतिखेर मेरो दिमागमा थाहा छैन यार के आएको थियो अनि म त्यहाँदेखि फेरि फर्केर गएर अनि यस्तरी किताब छोएर पल्टाएर थियो नि त्यतिखेर मेरो हात कामिरहेको थियो लिटरली इट वाज सेभरिङ अनि मलाई त त्यसपछि गड बच्चाहरू फेरि तल खेलिरहेको छ अनि त्यतिखेर म त्यो मेरो एकदमै फनिएस्ट स्टोरी हो त्यसपछि त होइन नो त्यसपछि बानी बस्यो या के भयो अनि बोर्डमा पनि मैले चिट गरेँ बट स्टिल माई मार्क्स वाज नट द्याट गुड बिकज त्यो हुन्छ नि आई गेट इन समथिङ भेरी नराम्रोवाला फेज त्यो कुरा छोड्नु अब मतलब बोर्डमा अलिक मिस्टेक भयो मदेखि त्यसपछि झन् धेरै मिस्टेक भएको भइगयो 11मा पनि मैले बिगाएँ 11मा चाहिँ के भएको थियो भन्दाखेरि 11 चाहिँ म बिरामी भएको थिएँ अनि त्यसपछि 11मा बिरामी भएपछि त्यतिखेर म यति दुब्लाएँ नि यति दुब्लाएँ खुट्टाको जुन त्यो पछाडिपट्टि भयो भने हड्डी देखिरहेको थियो म त्यतिखेर सक्ड भइरहेको थिएँ त्यतिखेर फर्स्ट टाइम मलाई दुब्लाएको यति खुसी लागिरहेको थियो तर त्यसपछि फेरि म यति मोटाएँ त्यसको डबल मोटाएँ त्यसपछि त म कहिले दुब्लाइनँ म दुब्लाउनु भनेको बिरामी हुँदाखेरि मात्र हो दुब्लाउनुको लागि म कि त बिरामी हुनुपर्छ कि त अरू कुनै अप्सनै छैन मसँग दुब्लाउनु सो त्यही हो मेरो स्टोरी भनेको अनि 12मा यार यो के अरे 10देखि स्टार्ट भएको थियो मेरो त्यो यस्तो जुन भन्छ नि जस्ट फ्रेन्डवाला फेज अनि त्यो नहुनु पर्ने रहेछ त्यस्तोमा इन्भल्भ भनेर मैले पछि थाहा पाएँ भन्दा नि के भयो थियो त अलिकति मन पनि चञ्चल हुँदो रहेछ क्या अनि नाइट म यस्तो गर्दिनँ भन्दाखेरि पनि जबरजस्ती होइन मतलब आफै त्यसमा घुसिने रहेछ कि मैले सोचेको थिएँ म त्यस्तो केहीमा पनि पर्दिनँ भनेर बट अनफर्चुनेटली मेरो त्यो सोचाइ पुरा भएन आई डोन्ट नो कि म मतलब अब त्यो भयो त छोडिदिउँ त्यो कुरा अनि 12मा आएर मेरो त त्यसपछि 10देखि बिग्रिएको मेरो पढाइ पुरै बिग्रिगयो नि त्यसपछि त अनि त्यसपछि म भएँ एकदम नराम्रो युजली म एकदमै रिसाउने खालको मान्छे हो क्या मतलब यस्तो हो कि मलाई धेरै रिस उठ्छ आई कान्ट होल्ड माई एङ्गर त्यो भनिन्छ नि के अरे सन्तानै एकै खालको हुन्छ भनेर अनि हाम्रो घरमा चाहिँ यस्तो मेरो बाबा पनि धेरै रिसाउनुहुन्छ हजुरबा पनि धेरै रिसाउनुहुन्छ हजुरआमा पनि धेरै रिसाउनुहुन्छ ठुलो बाबा ठुलोमा सबजना उस्तै हो मतलब उस्तै मतलब धेरै रिसाउने खालको हुनुहुन्छ कि हाम्रो घरमा चाहिँ सबैजना भाइ पनि उत्तिकै रिसाउँछ अझ मेरो दिदी अहिले चाहिँ विदेशमा छ क्रोएसियामा अनि पहिला त त्यसको रिस त्यसको नाकको टुप्पोमा हुन्थ्यो त्यही माथि त्यसको नाकमा कि कोठी पनि थियो नि त अनि त्यसको त रिस त नाकको टुप्पोमा हुन्थ्यो यति झगडा गर्थ्यो बाफ रे फेरि अहिले चाहिँ याद आउँछ धेरै नै त्यो छ नि सम्झना छ ला बिर्सिए तर मनले मेरो बाल्यकाल नै पुकारो भन्नु होला त्यही भएर बाल्यकाल भनेको एकदमै जस्तो सुकै मेमोरी भए पनि चाइल्डहुड इज द बेस्ट
यस्तो मसँग मात्रै त भएको होइन होला लिटरली भन्नुपर्दाखेरि मतलब सबैजनासँगै जति ठुलो हुँदै गयो त्यति नै त्यो हुन्छ नि किशोर किशोरी वयस्क हुँदै गएपछि इङ्ग्लिसमा के पो भन्छ गड आई फर्गट द्याट त्यो वर्ड नै बिर्सेँ क्या मैले त्यो यार त्यो वाला वर्ड बिर्सेँ क्या मैले कस्तो याद नआएको एक्जाममा पनि यस्तो हुन्छ होइन त्यो के अरे एन्सर आउँछ तर एन्सरको त्यो फर्स्टवाला जुन स्टार्टिङ हुन्छ नि पछाडिको सब याद हुन्छ इट वाज त्यो भनेर तर त्यो जुन स्टार्टिङवाला लाइन हुन्छ त्यही याद हुँदैन के याद हुन्छ सुरुमा चाहिँ मतलब एक्जाम हलमा जानुभन्दा अगाडि चाहिँ एकदमै धेरै कम्फर्टेबल अनि कन्फिडेन्ट हुन्छ अनि त्यसपछि एक्जाम हलमा गएपछि जब क्वेसन पेपर आउँछ हातमा अनि रोजलाई यार यो सबै मैले पढेको छु होइन नि लेख्नु लाग्दाखेरि ओ नो मतलब त्यो फर्स्टवाला लाइनै बिर्सिन्छ इट अलवेज ह्यापन टु मी जहिले हुन्थ्यो मसँग त्यो नहुने चाहिँ दिनै थिएन अनि त्यसपछि के भयो भन्दाखेरि के भयो केही नि भएन म के भनेर चाहिँ म यहाँ काम गरेर छु अब यसपछि यसमा दियोमा सबै सलिद हाल्छु सलिद हालेपछि अब क्यु हाल्ने अनि क्यु हालेपछि यसलाई पत्रिका पिछाइदिने अनि त्यसपछि यो रेडी हुन्छु कसैले याद गरे जस्तो छ मलाई हिचकी आएपछि अब कसैले याद गरेको त भन्छ नि हो नेपालमा इट्स नर्मल नेपाली हो नि गर्छ भन्नेवाला त सुन्नुभएको होला और मलाई कुनै पनि गीत याद हुँदैन मतलब मैले गीत गाएँ भने मैले कि त लिरिक्स बिगार्छु कि त मबाट गीतै गाइँदैन म सधैँ गीतको लिरिक्स बिर्सिन्छु मतलब मलाई सजेस्ट गर्छ मेरो बेस्ट फ्रेन्ड त्यो गर्ल बेस्ट फ्रेन्ड सृष्टिका छ त्यसले जहिले मलाई सजेसन दिन्छ तर आई नेभर लिसन टु मतलब म सुन्छु मजाले सुन्छु त्यसको सजेसन एन्ड एट द लास्ट आई डु माई ओन डिसिजन आई टेक माई ओन डिसिजन्स मतलब त्यसले मलाई सम्झाएको हुन्छ यो नगरे मतलब जस्तै अब मेरो लाइफमा कलेजमा हुँदाखेरि जस्तै अब मलाई कोही मन पर्यो एक्जाम्पलको लागि कोही मन परिरहेको छ एन्ड आई वाज लाइक यार म त्यसलाई गएर प्रपोज गरिदिउँ यार मलाई त कस्तो मन परिरहेको छ क्या मलाई त मतलब मलाई चाहिँ के छ भन्दाखेरि लभ एट फर्स्ट साइट सधैँ भइरहेको छ मतलब यस्तो कि आइ एम भेरी त्यो वाला केटी हुन्छ नि जस्तै अब मलाई यो केटा देखेँ यो केटा नि मन पऱ्यो अर्को देख्यो अर्को मन पऱ्यो यार मलाई एभ्री बोयमा क्रस हुन्छ क्या अनि म सुन्छु त्यसलाई सुरुमा भन्छु अनि त्यसपछि सी वाज लाइक नो भन्छ अनि त्यसपछि तर म सुन्छु त्यसको कुरा नसुन्ने होइन आई लिसन टु हर बट लास्टमा गएर म मेरै डिसिजनमा चल्छु अनि म लास्टमा गएर रिग्रेट पनि गर्छु क्या अनि त्यसले मलाई भन्छ मैले तँलाई भनेको थिएँ नि मैले तँलाई नगर भनेर अनि आई वाज लाइक भनेको थिइस् यस्तै हुन्छ मसँग जहिले गड यो अब फेरि कसरी गर्नु म सम्झना छ पिपलको सँगै नहोला तर साथ जीवनभरको यो मैले बान्न सकिनँ यो अब यतिकै राखिदिन्छु म माई वर्क वाज डन मैले काम सकेँ तर आई थिङ्क सबै बेस्ट फ्रेन्डहरूको जुन हुन्छ नि सबै त भन्दैन प्रायः जस्तो केटीहरूको चाहिँ त्यस्तै हुन्छ होला कि मतलब बेस्ट फ्रेन्डले सजेसन दिने अनि कोही त हुन्छ नि त अब जस्तै अब पहिला सुरुमा गएर सजेसन माग्ने अनि त्यसपछि गएर आफ्नै मनको गरिदिने म चाहिँ त्यस्तो खालको छु अनेस्टली भन्नुपर्दाखेरि सो अब चाहिँ दियो पनि सकेँ 108वटा दियोमा मैले सलिडो भइसकेँ गड आई एम टु पावरफुल
चल्छ भनेर Now I am done. So this is how it is looking right now. अनि यहाँ हाम्रो बुद्धको मन्दिर बुद्ध भगवानको. So this is पुरा वाला लुक अनि यहाँ मसँग झन् it's looking so much beautiful with me. So मैले चाहिँ हाम्रो काम सकाएँ. मेरो याद एकदमै धेरै गलो मतलब यति धेरै 108 वटा एक्ज्याक्ट इट्स नट अ स्मल नम्बर. यति धेरैवटामा यो घिउ भर्नु भनेको. ल त कम लेट्स गो डाउन. यस यतै राख. किप इट द्याट प्लेस. किप इट टु इट्स प्लेस बेबी. प्रपरली है प्रपरली जस्ट लाइक बिफोर हाउ इट वाज. मेरै इङ्ग्लिस खराब छ. बच्चाले झन् केही इङ्ग्लिस सिकाउनु. छिटो यसलाई प्रपरली प्लेस गर. नचलाइकिन न फास्ट. I'm tired. Oh, this is how I'm so tired. भयो done. Let's go. Get down. तल झर ल. तल झर. Up. Let's go. Come. Let's go baby. So अहिले चाहिँ नाइटमा इट्स भेरी ब्युटिफुल क्या. नाइटमा जुन अहिले भ्यू चाहिँ आउँदैछ नि. ओ माई गॉड इट्स ट्रुली ब्युटिफुल. जो काठमाडौँको नाइटवाला भ्यू छ यो चाहिँ धेरै राम्रो छ. जहाँसम्म मजा लाग्छ होइन बेबी है. He was agreeing. How long? Let's go.